हेलो गुड मर्निङ वेलकम छ मेरो ब्लगमा छिरिङको ब्लगमा अहिले 8:45 भयो त्यही कारण मर्निङ छ दुबईमा अन्त पानी पर्दैछ भनेर चाहिँ मलाई कल गर्यो हो अन्त भरे पानी पऱ्यो भनेर म एकदम पानी परिरहेछ बाहिर भने होइन बाहिर हेर्नु आएको त बरन्डामा पानी त छैन एकदम दिन चाहिँ तर धुम्म बाहिर पानी परेको जस्तै यो एरियामा चाहिँ बुर्जुमनी एरियामा पानी परेको छैन तर उता एरियामा चाहिँ पुरा पानी परिरहेछ भनेर चाहिँ म चाहिँ एक्साइटेड भएर उडेको सुतेको मान्छे पनि एकदम एक्साइटेड भएर वाउ पानी पर्दैछ हेर्नु आएको बरन्डामा पानी नै छैन हल्का एउटा दुईवटा छिट्का आउँदैछ हो उता एरियामा चाहिँ एकदम पानी परिरहेछ अरे कि देखाउनु पऱ्यो म वाउ दिनको हालत हेर्नुहोस् न ओ माई गड कस्तो भइरहेछ पुरा पानी पर्ला जस्तै भइरहेछ कि तर पानी परेकै छैन कि ऊ परेछ उता दिन खराब भइरहेछ एकदम हेर्नुहोस् त कस्तो भइरहेछ उतातिरको पुरा नै पानी परिरहेछ उता चाहिँ तर हाम्रो यो एरियामा चाहिँ नो पानी तर एकदम आकाश त कालो बादल भइरहेछ एकदम पानी पर्नु लाग्यो होला कि एकदम पानी पर्नु लाग्यो होला देख्नुभयो उता चाहिँ उठ्ने त भन्ने जग्गामा चाहिँ एकदम पानी परिरहेछ जस्तो लाग्यो पुरा नै लाइटिङ गरिरहेको छ हो उठ्मेता जस्तो लाग्यो उठ्मेता भन्ने जग्गामै जस्तो लाग्यो पुरा पानी लाइट दिइरहेको थियो कि पानी परेको होला अन्त यता देरा साइड भन्दा पनि यो अब कहाँ भन्नु करामा साइड भनौँ न करामा त्यहाँदेखि बिजनेस वेतिर साइड परिरहेछ होला उठ्मेतातिर पनि परिरहेछ पानी किनभने यहाँबाट पुरा गडाङ गुडुङ गरिरहेछ नि त यस्तै हो कि अब पानी पनि अजिब टाइपको हुँदैछ एउटै जग्गामा पनि पानी अलिकति पर्ने एक जग्गामा त्यहाँदेखि अर्को जग्गामा पानी नपर्ने सुक्खा त्यस्तो पनि हुँदो रहेछ क्या देख्नुभयो यो दुबईको घाम यो दुबईको पानीले कस्तो अप्रिल फुल बनाउँछ भनेको जस्तै हो कि टन घाम लागिरहेछ अहिले हेर्नु त बाहिर हेर्ने कस्तो टन घाम लागिरहेछ हेर्नु ल माथि त्यसरी मेरो आँखा पनि खुल्नु सकेको छ हेर्नु त बेसी गरमले ऊ मात्रै हेर्नुहोस् न कतिको गरम छ आम्मामा अघिसम्म पानी परिरहेको थियो हेर्नु त छ्याङ्गै उज्यालो घाम बाबा लु के भन्नु यो दुबईको यस्तै हो कति धोकेबाज भन्नु है धोकेबाज चाहिँ भन्नु होला नि दुबईको घाम वेदरको के थाहै नपाउने के दुबईको एकछिनमा पानी पर्ने एकछिनमा टन घाम लाग्ने त्यो घाम पनि सम्झ नसक्ने कि पुरै डरला जस्तो गरेर यति बेसी गरम हो यस्तो पनि हुन्छ हेर्नुहोस् दुबई भन्छ दुबईको वेदर चाहिँ ऐसा होता है कस्तो घाम लागेछ आम्मे टल्किरहेछ टिनिङ ओह अजीब दास त है ये भनेको जस्तै हो निस्केको दिनको लागि बिहान होइन त्यही भएर अहिले कति 7 o'clock भएछ टाइम 7 o'clock भयो निस्केको गाइस फाइनली म चाहिँ उता आइपुगेँ जिममा एकदम अँधेरो 7:30 भइसकेको छ बेलुकाको वेदर कति राम्रो भइरहेछ यहाँ अगाडि म त ब्यागले पनि घेरिसक्यो हेलो सो हेभी दुईवटा ब्याग भइसक्यो फाइनली मेरो वर्कआउट पनि सक्यो हेर्नु त कस्तो भएछ आज
पानी हुँदो रहेछ कि हप्तामा एकताल आफ्नो मसल बढेकै बढेन भने हेर्नु लागि हेरेको अलिकति कम्ती बढ्यो कि बढेन तर अलिकति गेन भएस लाग्यो कहिले हुन्छ दामी मसल फाइनली गाइस आजको भिडियो चाहिँ म यतिमै समाप्त गर्छु धेरै धेरै धन्यवाद साथीहरूलाई हेरिदिनु भएको अन्त सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यही भन्छु हो अन्त म त पानी झरीमा चाहिँ मैले भिडियो बनाउनु धेरै इच्छा थियो तर पानी चाहिँ परेको थिएन म आउँदाखेरि हो रात परिसकेको थियो अब चाहिँ डिनर गर्छु त्यहाँदेखि घर फर्किन्छु बाई बाई ल थ्याङ्क यू म चाहिँ यहाँ बसेर खाना खाइरहन्छु गाइस म चाहिँ खाना खाइसकेँ फाइनली अब चाहिँ निस्किने टाइम भइसक्यो घरतिर हो एकदम भोक लागेको थियो मलाई त्यही भएर खाना खाइ ढुक्कै भयो घरतिर जाँदैछु प्लिज अगेन म भन्छु तपाईँहरूलाई प्लिज सब्सक्राइब गरिदिनुहोस् वाच गरिदिनुहोस् मेरो भिडियोलाई थ्याङ्क यू सो मच बाई बाई एन्ड गुड नाइट अगेन थ्याङ्क यू सो मच एभ्री वान वाचिङ माई भिडियो लभ